बाल लाग्दैन सबैजना पछाडि के होला भोलि मलाई केही थाहा छैन म त हिँडिरहेछु आफ्नै बाटो कोहीको पाल छैन ए जिन्दगी हेर्दा सजिलो छ तर जिउन लास्ट गाह्रो छ कहिले दुःख त कहिले सुखको सङ्गालो छ अप्ठ्यारो देख्दा लाग्छ मलाई पनि दिक्क सबैजना मात्र पार्छन् कुराले ठिक्क स्ट्रेट आउट अफ रामेछाप घर बन्थली दुई पाखा बारी इन्ट्रोड्युसिङ माइसेल्फ आई एम पुष्कर अधिकारी गर्दै सङ्घर्ष म बढिरहेछु अगाडि कथा छ छुट्टै मेरो मनभित्र लुकेको छ कसरी बुझाउकै आँखा आँसुले भिजेको छ जिन्दगीसँग कति हारेको छु मलाई मात्र थाहा छ चोटको बदला छोटै चोट मैले भित्रै पाएको छ स्वदेशमा सोचे जस्तो लाइफ थिएन निन्द्रा माया मारी काम गर्दा नि गुड स्यालेरी दिन्थेन अब सबै कुरा हुन्छ ठिक के काम छोरा मान्छे जसले बोकेर हिँड्दैन अलिकति पनि एक हतार गर्नुहुन्न अलगुड हुन्छ मान्छे भएपछि सभ्य साथ राख्नुपर्छ आँखा छैन अन्तरिक्ष छुने लक्ष्य पढ्दै जान्छु अगाडि जबसम्म हुँदिन म सभ्य ए यो ए ए सात समुद्र पारी आए रमाउने उमेरमा कमाउन कोही छैनन् साथी गाह्रो हुँदा चाहिन्छ बित्ता समाउन हिँडिरहेछु कुदिरहेछु सपना पुरा गर्नलाई जे जस्तो भए पनि खुसी हुनुपर्छ भोग्नुपर्छ कठिनाई बेग्लै छ सोचाइ सबको आखिर घर नै छ र कसको बाहिरी हाँसो लिएर हिँड्छु मनमा दुःख पिर्छ कष्टकरको सरल छ पानी भोलि मेरो कारणले कोहीलाई पनि नहोस् है हानि सम्हालेर हिँड्नुपर्छ है गल्ती हुन्छ मान्छेबाट जानी नजानी ए